साढे 6 भन्थ्यो कि त्यो भित्र जाने 10 बजेको लागि अब चाहिँ हाम्रो यात्रा चाहिँ लामै छ है सबैजना हाम्रो निशान साथी भेट्न आइछन् कि मेरो रामहरी हैन जना हाम्रो भेना भान्जी हाई गर्देऊ हाई है ल हेर्नु चाहिँ विदेश जानेको लहरको छ यहाँ चाहिँ आमामा विदेश जाने नेपालमा बस्न कोही चाहदैन क्या अब नेपालमा बस्न कोही चाहन्छ सब विदेश सबै विदेश जान्छ मिल्ने भए सबै नेताहरू भाइ कोही हुन्न है यहाँ मिल्ने भए त सबै जान्छन् विदेश यहाँ हेर्न सक्नुहुन्छ है मान्छे यति छन् विदेश जाने मान्छेहरूको जमर्को है यति धेरै छ होइन देशको प्रगति कति भरेछ नि कुरो होइन देशको विकास कति भरेछ नि कुरो देखिन्छ कहीँबाट अन्त कतै जान पर्दैन होइन देशको विकास कति भरेछ भन्ने कुरो यहाँबाट देखिन्छ भाइ त्यस्तो छ जिन्दगी होइन हाम्रो साथी यहाँ रुँदैछन् अर्को बहिनी यता खाइन् राम्ररी ल ठिक छ हामी चाहिँ वेटिङ रुममा है अहिले होइन टक्क यहाँ हाम्रो आमा अनि कमला बहिनी छन् होइन यहाँ हाम्रो आकृति अनि यहाँ चाहिँ हाम्रो नवीन सान र मनोज सान हुनुहुन्छ होइन ल भ्लगमा आउँछ यो भ्लगमा आउँछ यो कसम बवाल खस्छम गर्लफ्रेन्ड कतिवटा छ गर्लफ्रेन्ड कतिवटा छ भन न 5वटा छ भने एउटा फेरि हुन्छ अर्को नि आउँछ त्यसै अब चाहिँ अर्को नि आउँछ है मै हो गर्लफ्रेन्ड भएको नि हो यो कहाँ हो ए हो ल ठिक छ छ हजुर ए ल अहिले फोन हानिदिन्छु पख्नु है गाइज हामी चाहिँ यहाँ वेटिङ रुममा होइन वेटिङ गर्दै हो चार्ज गर्ने ठाउँहरू पनि छ होइन अब 10:30 को फ्लाइट झोला भिर्दै हिँड्दै नेपालको झन्डा छ टक्क लाएर होइन नेपाल र जापानको भ्लग आउँदैछ है सबैले मन पराइदिनु होला भन्ने म विनम्र अनुरोध गर्दछु राम्रो नराम्रो कमेन्ट गरिदिनु होला एयरपोर्ट यस्तो हुन्छ है गाइज यति एयरपोर्ट बाहिरदेखि भित्रसम्मको भ्लगदेखि जहाँसम्मको होइन टक्क नेपालको झन्डा मेरो देश अन्त त्यही भयो नि गाइज टक्क लगाएर सबै सेल्फीहरू होइन सबै साथीहरू हुनुहुन्छ एक्सक्युज मी आईडी कार्ड गाइस अब हामी चाहिँ एयरपोर्ट अब प्लेन चढ्न लागिरहेको छौँ होइन अबको यात्रा चाहिँ सिधै जापान हुनेवाला छ यो चाहिँ हाम्रो प्लेन हो नेपाल एयरलाइन्सको एयरबस 330 है साथी साथी एक्साइटिङ हो पुरा ए साथीले स्न्याप गर्न जाने ल ल त्यो चाहिँ अर्को प्लेन होइन त्यो हाम्रो सीता नारिता जानेवाला प्लेन हो गाइस अब हामी हिँड्दैछौँ होइन हिँड्दैछौँ हामी चाहिँ अब के भयो गाइस अब नेपाल एयरलाइन्सको प्लेन है गाइस
साथी यहाँ यता छ यो यता सरी गाइज हामी चाहिँ प्लेनभित्र छौँ होइन भन्ने हो यहाँ चाहिँ अब गाह्रो पर्यो यार गरिएको छ र नागरिकता अवधानको समयमा वर्षाको प्रक्षेपण गरिएको मौसम विवरण हामीले पाएको छौँ। हामी आफ्नो सम्पूर्ण उडानको पूर्व तयारी सकिसकेको अवस्थामा छौँ र केही क्षण नै हाम्रो कार्गो डोर र क्याबिन डोर लगाइसकेपछि एटिसीबाट यात्राको सुरुवातको निर्देशन माग्नेछौँ र त्यसपछि यात्रा सुरुवात गर्नेछौँ। आशा गर्छु यो उडान यहाँको आरामदायी रहनेछ। साथी घर गइदेऊ कि रोकिदिउँ प्लेन मेरो सोर फोर्स अलि धेरै चल्छ कि साथी फेरि अब हेर मेरो सोर फोर्सले अब एकछिन उडाइदिन्छ हेर है ढुक्क हो कि म त ए खतरा के अहिले हेर तिमीलाई भाइरल बनाइदिउँ र साथी तिमीलाई बनाइदिन्छु टेन्सन नगर मेरो कर्मचारी परिचय पत्र ल्याएर एकछिन देखाउँदा किन साथी एग्रिकल्चरमा दलका हामी नि त साथी हाम्रो घर धान रोप्नु थियो यार साथी यार त्यो खेतमा पानी नआउन किन रहेछ तिमीलाई बोलाउनु पर्ने थियो यार एक 1,09,000 को टिकटमा होइन यो पाइन्छ होइन अब हाम्रो एयर होस्टेस क्रू मेम्बरहरूले यसरी ल्याएर दिनुहुन्छ है हाम्रो साथीहरूले यसरी खाँदै हुनुहुन्छ यहाँ होइन टक्क लाएर साथी हो यो जय जापान है फाइनल्ली सेफ्टी ल्यान्डेड इन जापान होइन हाम्रो बहिनी पनि यहाँ छिन् के खुसी हुँदै अहिले त साथीहरू आउँदै हुन्छ यस प्लिज हाम्रो यति हो अरू दुईजना कता छुट्यो नि त नि ल ल जाम ल त यस्तो गाइज हामी चाहिँ नारिता एयरपोर्टमा है नारिता एयरपोर्ट है गाइज यो जापानको नारिता एयरपोर्टमा हामी चाहिँ होइन अब हामी चाहिँ हाम्रो गएको सेन्सेई कता जानु भयो भन्ने कुरा हो कि जोतो जापानिज ल्याङ्ग्वेज अब कता जाने त नि हामी आनादान सेन्सेई वा दोको देशका जोतो न सेन्सेई वा दोको देशका दोको देशका सुनिमासेन गाजी नै यस्तो छ है टक्क लाएर खोइ त नि यार अब हुँदैन अब जाने एकचोटि भेजिटेबल छ भन्दै देखाएको थियो नि गाइस ल हेर्नु है यो हो हाम्रो अझै दुईजना साथीहरू आएनन् होइन जापान
जापान आइपुग्यो हामी त यस्तो हामी जाँदै हालतको अवस्था यस्तो छ आउने दिनमा लेख्नुपर्छ यार के भन्ने लेखियो त खान्जी चाहिँ मैले नि बुझ्दिन नि त मैले नि बुझ्दैन कि लेखेको के हो मैले पिटिकै बुझ्दिन के चित्र बनाए भित्र नै यस्तो बवाल रहेछ कति सफा नि लास्टै है तर अलि ठाउँमा चाहिँ फोहोर रहेछ नत्र त मेरो सुटकेस आयो सिन्जेसँग हुने गएछ हामी चाहिँ अब यहाँ जापान आइयो होइन घरबाट अंशबन्ड छुट्याएर आए जस्तो लागेको छ यहीँ तिनजना सबै माल सामान मिलाउँदैछौँ के भने जिन्दगी गइरहेछ ल साथी बिचमा के हाल्ने हो बिचमा त पहिले त्यसले तलको गर्नु पर्यो हाल त के सोयाबिनले मिलेन कि साथी हो त्यसरी मिलाउ ल ल दोस्रोमा चाहिँ दोस्रोमा केटा हो दोस्रोमा इनो हाम्रो 3 माइलको 3 टुकल